हामीहरूले यो दुईटालाई सँगै लिएर बनाउने हो। अनि यो बीचमा पनि राख्नुपर्छ। आधा जति बनाइसकेर अनि यो बीचमा राख्ने हो है। ल सुरु गरौँ यो बनाउनको लागि। यसको लागि चाहिँ हामीहरूले यो दुईटालाई लिने, यो पनि सुल्टोतिर पार्नुपर्छ, यो पनि सुल्टोतिर पार्नुपर्छ। अनि हामीहरूले यो खैरोतिरलाई आफूतिर पारेर अनि सुरु गर्ने है। सुरु गर्दाखेरि चाहिँ हामीहरूले सुरुमा यसरी यहाँ यसरी बनाउने। मैले चाहिँ यसरी बनाएँ, हजुरहरूले गाँठो बनाएर बनाए पनि हुन्छ। अनि त्यसपछि यो खैरो र हरियो दुईटैलाई लिने एकैचोटि, खैरोलाई र हरियोलाई एकैचोटि लिने। अनि यो धागोलाई चाहिँ भित्रभित्र पार्ने नदेखियोस् भनेर। अनि यसरी निकालेर यहाँ पहिला स्लिप स्टिच बनाउने। यसरी बनाइयो हैन। अब यो धागोलाई भित्रभित्र पार्ने है। अनि एउटा चेन दुईटा चेन बनाउने। त्यसपछि डबल क्रोसे बनाउने। यो दुईटैबाट लिने, यो खैरोबाट पनि लिने, हरियोबाट पनि लिने। जहाँ हामीले चेन बनाएका थियौं नि, दुईटा चेन बनाएका थियौं नि, त्यहीबाट डबल क्रोसे बनाउने। डबल क्रोसे भनेको चाहिँ एकचोटि घुमाउने अनि लिने है। अनि अब एकचोटि घुमाउने, दुईचोटि घुमाउने, यो चाहिँ डबल क्रोसे भयो। यहीबाट एकै ठाउँबाट चेन र डबल क्रोसे बनायौं। अब अर्कोमा जाने। अर्कोमा जाँदाखेरि चाहिँ हामीहरूले ट्रिपल क्रोसे बनाउने। एकचोटि घुमाउने, दुईचोटि घुमाउने र यहाँ यसरी ट्रिपल क्रोसे बनाउने। यो धागोलाई चाहिँ हामीहरूले भित्र राखिदियौं। एकचोटि, दुईचोटि, तीनचोटि। अब यसैबाट डबल ट्रिपल क्रोसे बनाउने। एकचोटि घुमाउने, दुईचोटि घुमाउने, तीनचोटि घुमाउने। अनि खैरोबाट पनि हरियोबाट पनि लिने। यसरी एकचोटि निकाल्ने, दुईचोटि निकाल्ने, तीनचोटि निकाल्ने, चारचोटि निकाल्ने। यस्तो भयो। यस्तो चुच्चो हुँदै गयो। अब यहाँ गइसकेपछि हामीहरूले दुईवटा चेन बनाउने। एउटा चेन, दुईटा चेन, दुईटा चेन बनाइयो। दुईटा चेन बनाएपछि पहिलो चेनमा हैन, दोस्रो चेनमा चाहिँ हामीहरूले स्लिप स्टिच। स्लिप स्टिच भनेको चाहिँ यसरी यस्तो गरेर यतिकै यस्तो बनाउने। यसरी स्लिप स्टिच बनायौं। अब हामीहरूले अर्कोमा फेरि डबल ट्रिपल क्रोसे बनाउने। एकचोटि घुमाउने, दुईचोटि घुमाउने, तीनचोटि घुमाउने, तीनचोटि घुमाउने है। अनि डबल ट्रिपल यसरी एकचोटि निकाल्ने, दुईचोटि निकाल्ने, तीनचोटि निकाल्ने, चारचोटि निकाल्ने। यो अर्कोमा हो है। एउटैबाट हामीहरूले चेन बनायौं, डबल क्रोसे बनायौं। अनि अर्कोमा गयौं, त्यहाँ गएर फेरि ट्रिपल क्रोसे बनायौं अनि डबल ट्रिपल बनायौं, दुईटा चेन बनायौं अनि दोस्रोमा स्लिप स्टिच गर्यौं। अनि अर्कोमा फेरि हामीहरूले डबल ट्रिपल क्रोसे बनायौं। अब एकचोटि घुमाउने, दुईचोटि घुमाउने, ट्रिपल क्रोसे यसैमा बनाउने। यसैमा एकचोटि निकाल्ने, दुईचोटि निकाल्ने, तीनचोटि निकाल्ने। अब अर्कोमा जाने। अर्कोमा जाँदा चाहिँ हामीहरूले डबल क्रोसे बनाउने। यसरी 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 डबल क्रोसे बनाउने। अब दुईटा चेन बनाउने। एउटा चेन, दुईटा चेन बनाउने। अनि यहाँ ल्याएर यसरी जोइन गर्ने। यसलाई यसरी स्लिप स्टिचले जोइन गर्ने। यस्तो भयो। अब त्यसै गरेर अर्कोमा पनि अब एउटा चेन, दुईटा चेन अनि अर्कोमा गएर डबल क्रोसे अनि एकचोटि घुमाउने, दुईचोटि घुमाउने, अर्कोमा गएर ट्रिपल क्रोसे, एकचोटि, दुईचोटि, तीनचोटि अनि त्यसैमा डबल ट्रिपल एकचोटि, दुईचोटि, तीनचोटि घुमाएर अनि डबल ट्रिपल एकचोटि, दुईचोटि, तीनचोटि, चारचोटि। दुईटा चेन बनाएर दोस्रोमा स्लिप स्टिच अनि त्यसपछि एकचोटि घुमाउने, दुईचोटि घुमाउने, तीनचोटि घुमाउने, तीनचोटि घुमाएर अर्कोमा गएर डबल ट्रिपल, एक, दुई, तीन, चार। अब एकचोटि घुमाउने, दुईचोटि घुमाउने, यसैमा ट्रिपल। अब डबल, अर्कोमा डबल क्रोसे अनि दुईटा चेन अनि स्लिप स्टिच। यहाँसम्म पुग्ने 1 2 3 लगभग 7वटा जति, 7वटा बनाउने। 7वटा बनाइसकेपछि अनि यो कटन यहाँ राख्नुपर्छ है। फेरि त्यही अघिकै जस्तो बनाउने। यसरी अब दुईटा बनाउन बाँकी छ नि त। दुईटा बनाउनको लागि सुरुमा चाहिँ एउटा दुईटा चेन बनाउने अनि यहाँबाट अर्कोबाट चाहिँ डबल क्रोसे बनाउने। यसरी डबल क्रोसे बनाउने अनि एउटा दुईचोटि घुमाउने अनि अर्कोबाट ट्रिपल क्रोसे, 1 2 3 अनि डबल ट्रिपल, 1 2 3 डबल ट्रिपल, डबल ट्रिपल अनि नबिर्सने कुरा भनेको चाहिँ 2 3 4
यहाँ चाहिँ दुईटा चेन बनाउन नबिर्से नि है। दुईटा चेन बनाएर दोस्रोमा स्लिप स्टिच गर्ने, दोस्रो चेनमा स्लिप स्टिच अनि 1 2 3 तीनचोटि घुमाउने अनि यहाँ अर्कोमा यसरी 1 2 3 4 डबल ट्रिपल क्रोसे एकचोटि दुईचोटि घुमाउने अनि यही ट्रिपल क्रोसे एकचोटि दुईचोटि तीनचोटि अनि त्यसपछि अर्कोमा गएर डबल क्रोसे अनि दुईटा चेन अनि फेरि यही लगेर स्लिप स्टिचले जोइन गर्ने। अब हाम्रो लास्टमा 4 वटा बस्नुपर्छ। मेरो 1 2 3 4 वटा बचेको छ। सनफ्लावर तयार भएको छ।